Dear students, welcome to my YouTube channel. Today we are going to solve questions numbers 5 and 6 from exercise 1.1 of chapter 1 for class 8. Please see the video till the end. विद्यार्थी साथीहरू आज चाहिँ हामी क्लास 8 को म्याथमेटिक्स अन्तर्गत च्याप्टर 1 को एक्सरसाइज 1.1 को क्वेशन नम्बर 5 र 6 को क्वेशनहरुलाई गर्न गइरहेका छौं र यो भिडियो इंग्लिश मिडियम र नेपाली मिडियम दुवै माध्यममा पढ्ने विद्यार्थीहरूको लागि अन्डरस्ट्यान्डिङको लागि साथसाथै होमवर्कहरु गर्नका लागि पनि सहयोग हुनेवाला छ है त। यसमा चाहिँ हामी दुईटै मिडियममा लेखेका छौं। सो भिडियो दुईटै मिडियमको लागि बनाएको छु है। अब भने हामी ढिला नगरी हिसाबहरुलाई गर्न सुरु गर्छौं। यो भन्दा अगाडिको भिडियो चाहिँ मैले 2 वर्ष अगाडि नै बनाइसकेको थिए, जुन चाहिँ नेपाली मिडियममा छ। त्यसमा अब जस्ट त्यसमा इंग्लिश र नेपालीमा आन्सर लेख्ने तरिका त त्यही त हो नि हैन। त्यही भएर चाहिँ त्यहाँ चाहिँ अब त्यो पनि भिडियो हेर्नु होला यदि यो भन्दा अगाडिको चाहिएको खण्डमा। अब भने हामी क्वेशन नम्बर 5 र 6 लाई हेर्छौं है त। क्वेशन नम्बर 5 को म इंग्लिशमा पनि पढ्छु नेपालीमा पनि पढ्छु है त। क्वेशन सुरुमा छ 5 नम्बर इफ a equals to 1 2 3 4 5 list out element of the following set by listing method भनेको छ है। अब हामीले ए नम्बरमा भनेको छ कि set B is formed by adding 1 to each element of set A भनेको छ। यसमा चाहिँ समूह B चाहिँ के हुने रहेछ त? समूह B हुनको लागि चाहिँ समूह A को प्रत्येक सदस्यहरुलाई 1 जोड्नु पर्ने रहेछ हैन। यो 5 नम्बरको ए मा प्रत्येक ए का प्रत्येक सदस्यमा 1 जोड्दा बन्ने समूह B भनेको छ नि हैन। यसरी गर्ने हो भने अब समूह ए मा सदस्यहरु के छन् त 0 देखि 5 सम्मको यो संख्याहरु छन्। अब यसमा B मा सबैमा 1 जोड्दाखेरि 0 मा 1 जोड्दाखेरि कति हुन्छ त? 0 मा 1 जोड्दाखेरि त 1 हुन्छ नि त हैन। त्यसैगरी 1 मा 1 जोड्दाखेरि 2 हुन्छ, 2 मा 1 जोड्दाखेरि 3 हुन्छ। त्यसैगरी 3 मा 1 जोड्दाखेरि 4 हुन्छ, 4 मा 1 जोड्दाखेरि 5 हुन्छ, 5 मा 1 जोड्दाखेरि 6 हुन्छ। यसको मतलब यो समूह B भनेको चाहिँ हाम्रो यो 1 देखि 6 सम्मको नम्बरहरु भयो है त। त्यसपछि अर्को भनेको हाम्रो B नम्बरमा के भनेको छ त? 5 को B मा के भनेको छ त? 5 को B मा भनेको छ set C is formed by adding set C is formed by multiplying each element of set A by 2 भनेको छ। यसमा चाहिँ समूह C को लागि चाहिँ के गर्नु पर्यो त? समूह A को प्रत्येक सदस्यलाई मल्टिप्लाई गर्नु पर्यो। केले? प्रत्येक सदस्यलाई मल्टिप्लाई गर्नु पर्यो 2 ले। त्यसो गर्दाखेरि चाहिँ समूह C बन्ने रहेछ हैन। ख नम्बरमा हेरौं प्रत्येक A का प्रत्येक सदस्यले 2 ले गुणन गर्दा बन्ने सदस्य समूह C भनेको छ। अब यसमा के गर्नु पर्यो त? A को प्रत्येक सदस्यलाई 2 ले गुणन गर्दाखेरि के हुन्छ त? A को प्रत्येक सदस्यलाई 2 ले गुणन गर्दाखेरि अब 0 लाई 2 ले गुणन गर्दाखेरि त 0 नै हुन्छ। 0 लाई 2 ले गुणन त्यसपछि 1 छ समूह A मा सदस्य हैन। 1 दुना 2 हुन्छ, त्यसपछि 2 छ सदस्य, 2 दुना 4 हुन्छ, त्यसपछि अर्को सदस्य 3 छ, 3 दुना 6 हुन्छ, अर्को सदस्य 4 4 4 दुना 8 हुन्छ, अर्को सदस्य 5 छ, 5 दुना 10 हुन्छ। त्यही भएर चाहिँ समूह C चाहिँ हाम्रो यस्तो हुन्छ है त। त्यसपछि अब क्वेशन नम्बर ग अथवा C मा हेर्छौं है त। 5 को ग अथवा C मा हेर्छौं हामी। 5 को ग अथवा C भनेको चाहिँ यस्तो छ set D is formed by collecting all the odd numbers of set A भनेको छ। अब समूह A को सबै बिजोड संख्याहरु राखेमा सबै बिजोड संख्याहरु सदस्यको रूपमा राख्यो भने चाहिँ समूह D बन्छ भनेको छ। C नम्बर अर्थात ग नम्बरमा के भनेको छ त? A मा भएका बिजोड संख्याहरुको समूह D भनेको छ है। त्यसो भए हामी यसमा पनि लेख्छौं। पक्कै पनि A मा भएको बिजोड संख्याहरु के हुन् त भन्दाखेरि एउटा 1 हो, 3 हो, 5 हो हैन त। त्यसपछि अर्को भनेको D नम्बरमा हेरौं है त। D नम्बर अथवा घ नम्बरमा हेरौं। अब यहाँ हाम्रो D नम्बर अथवा घ नम्बरमा चाहिँ के भनेको छ त? D नम्बरमा भनेको छ set
E is formed by collecting द फ्याक्टर्स अफ 10 फ्रम सेट ए भनेको छ। यसमा चाहिँ सेट ई अर्थात् समूह ईमा चाहिँ के हुने भयो त 10को गुणनखण्डहरू फ्याक्टर्स 10को गुणनखण्डहरू हुने भयो जुन चाहिँ समूह ए भित्र पर्छन् भनेपछि यहाँ चाहिँ हामीले समूह एकै सदस्यहरू तर 10को गुणनखण्ड मात्रै लेख्नुपर्ने भयो यसमा है। एमा भएका 10का गुणनखण्डहरूको समूह ई भनेको छ नि त घ नम्बरमा, यसरी नै लेख्नु पर्यो। अब यसमा 10को गुणनखण्डहरू के हो? 10को गुणनखण्ड के हो त? एउटा 1 हो, त्यसपछि 2 हो, त्यसपछि 5 हो। त्यसपछि अब ङ नम्बरमा हेर्छौँ है त। ङ नम्बरमा के भनेको छ? ङ नम्बरमा भनेको छ हामीलाई ङ नम्बर अथवा ईमा भनेको छ र ओके। त्यसपछि हामीलाई ङ नम्बर राइट द युनिभर्सल सेट अफ सेट युनिभर्सल सेट फर द सेट्स गिभन एबभ भनेको छ है। एकछिन है, यो 6 नम्बरको हेरेको छु। 5 नम्बरमा ई नम्बरमा के भनेको छ? राइट द युनिभर्सल सेट फर द सेट्स गिभन एबोभ भनेको छ। यसमा चाहिँ हामीले युनिभर्सल सेट लेख्नुपर्ने छ। सबै सदस्यहरू जुन माथि हामीले प्रयोग गरेका थियो सदस्यहरू, त्यो सबै सदस्यहरू लेख्नुपर्ने छ यसमा चाहिँ। भन्नुको मतलब एबिसिडीईमा कुन कुन सदस्यहरू छन् त्यो सबै समेटेर लेख्नुपर्ने छ। यु इक्वल्स टु अब सुरुमा 0बाटै सुरु गर्ने होइन, 0 1 2 3 4 5, त्यसपछि यो एकचोटि 2ले मल्टिप्लाई गरेर पनि लेखाएको थियो नि त, त्यही भएर यो 6 पनि भयो, अर्को 8 पनि भयो, त्यसपछि 10 पनि भयो। यो सदस्यहरू चाहिँ हाम्रो युनिभर्सल सेटमा हुने भयो है त। त्यसपछि अर्को भनेको हाम्रो क्वेसन नम्बर एफमा भनेको छ आइडेन्टिफाई ओभरल्यापिङ एन्ड डिसजोइन्ट सेट्स एमङ सेट्स एबिसिडी एन्ड ई भनेको छ है। यसमा चाहिँ हाम्रो एबिसिडिईमा भएको ओभरल्यापिङ भनेको खप्टिएको र डिसजोइन्ट भनेको डिसजोइन्ट भनेको अलग्गिएको समूह, अलग्गिएको समूह र खप्टिएको समूह चाहिँ लेख्नुपर्ने छ है। यहाँ भनेको छ कि समूह एबिसिडिईमा खप्टिएको र अलग्गिएको समूहहरू छुटाउनुहोस् भनेको छ। यहाँ चाहिँ हामीले छुटाउनु पर्यो। यहाँ मैले अब यो 5 नम्बरको चाहिँ ट्याक्कै यो एलाई चाहिँ मैले काउन्ट गर्न बिर्सेछु। किन त भन्दाखेरि यो पछि हामीले बिल्ड गरेको सेट्सहरूको मात्रै ओभरल्यापिङ सेट्स र डिसजोइन्ट सेट्सहरू लेखाएको छु। ओभरल्यापिङ सेट्सको कुरा गर्दाखेरि यहाँ चाहिँ हाम्रो बिएनसी है। ओभरल्यापिङ सेट्सहरू चाहिँ के भन्दा बिएनसी कसरी त भन्दाखेरि ओभरल्यापिङ र डिसजोइन्ट हुनको लागि के हुनु, ओभरल्यापिङ हुनको लागि के हुनुपर्छ त? कम्तीमा एउटा सदस्य साझा र कम्तीमा एउटा फरक सदस्य हुनुपर्छ। यहाँ चाहिँ हाम्रो सुरुमा बिएनसी भनेको छ। बिएनसीमा के छ? यसमा 4 छ, यसमा 4 छ नि त होइन। यसमा पनि के छ? 4 छ भनेको साझा एउटा सदस्य त भयो नि त। त्यसपछि 6 पनि साझा छँदैछ। त्यसपछि अर्को भनेको फरक सदस्य, यहाँ 10 छ होइन, फरक भयो। यहाँ चाहिँ 1 पनि छ भनेपछि फरक भयो नि त। यो यिनीहरू चाहिँ के भयो त? ओभरल्यापिङ सेट भयो है। त्यसपछि अर्को भनेको चाहिँ सी एन्ड ई भनेको छ। सी एन्ड ई, सी र ई, सीमा 1 3 5 छ अनि ईमा 1 2 5 छ। अब कम्तीमा एउटा साझा हुनुपर्ने हो, यहाँ 5 र 1 साझा छ। त्यसपछि फरक भनेको 2 र 3 फरक छ भनेपछि यिनीहरू पनि के भयो त? ओभरल्यापिङ सेट भयो। त्यसपछि अर्को भनेको डी एन्ड ई भनेको छ। डी एन्ड ई, डीमा 1 3 5, त्यसपछि 1 3 5 डी एन्ड ई यो चाहिँ भएछ है। त्यसपछि सी एन्ड ई भनेको छ है। सी एन्ड ई, सीमा के छ? सीमा छ 0 अनि त्यसपछि अरू सबै जोड सङ्ख्याहरू छ। अनि ई नम्बरमा सी एन्ड ई, सी एन्ड ई, सी एन्ड ई यहाँ ओके ठिक छ होला। यहाँ चाहिँ हाम्रो के छ त भन्दाखेरि सी एन्ड ईमा पनि यसमा 2 छ होइन। एउटा कमन इलिमेन्ट भनेको के हो त? कमन इलिमेन्ट भनेको हाम्रो यसमा सीमा सी एन्ड ई, मैले चाहिँ यसमा हेरेको छु कि सी भनेर सी नम्बरमा हेरेर बसेको छु। सीमा 2 छ होइन। त्यसपछि ईमा पनि के छ त? ईमा पनि 2 छ। त्यसपछि
यसमा फरक 0 छ, फरक अरू सबै फरक छ, अरू फरक छ भनेपछि यो सी र ई पनि के भयो त ओभरल्यापिङ सेट भयो है। त्यसपछि डिसजोइन्ट सेटमा चाहिँ के हुन्छ त भन्दाखेरि यसमा एउटा पनि इलिमेन्ट चाहिँ हाम्रो कमन हुनु हुँदैन। सी र डीमा त्यस्तो छ। सीमा के छ त भन्दाखेरि हाम्रो 0 छ अनि सबै के छ त जोड सङ्ख्याहरू छ, इभन नम्बरहरू छ। त्यसपछि डीमा चाहिँ हाम्रो सबै बिजोड सङ्ख्याहरू है, सबै ओड नम्बरहरू मात्रै छ। त्यही भएर चाहिँ यो चाहिँ हाम्रो के हो त डिसजोइन्ट सेट हो। यसरी चाहिँ हामी यसलाई बुझ्न सक्नु पर्यो, मेन कुरा छुट्याउनु पर्यो र कसरी छुट्टियो भन्ने कुरा थाहा हुनु पर्यो हैन। त्यसपछि अब हामी 6 नम्बरमा हेर्छौँ है त। 6 नम्बरमा भनेको छ if yum equals to x such that x is multiple of 5 less than 40, list out the elements of the following sets by listing method भनेको छ है। सूचीकरण विधिबाट लेख्नु पर्ने छ, जहाँ चाहिँ यम भनेको चाहिँ के भनेको छ त 5 को 40 भन्दा साना अपवर्तीयहरू भनेको छ है। 5 को 40 भन्दा साना अपवर्तीयहरू भनेको छ। अब त्यसो भए सुरुमा लिस्टिङ मेथडबाट यो ABCDE सम्मको क्वेसनलाई सोल्युसन गर्नु पर्यो हामीले। सेट एन इज फर्मड बाई एडिङ 3 टु इच एलिमेन्ट अफ एम भनेको छ। अब सेट एनमा चाहिँ के हुने भयो त प्रत्येक यमको इलिमेन्ट्समा 3 एड गर्दाखेरि के हुने भयो समूह एन बन्ने भयो। त्यसो भए त्यही अनुसार गर्छ है त 6 को। यता पनि क्वेसन पढौँ। प्रत्येक समूह एमका प्रत्येक सदस्यमा 3 जोड्दा बन्ने समूह एन भनेको छ नि त हैन। त्यही अनुसार गर्छौँ 6 को। अब 5 मा 3 जोड्दाखेरि 8 हुन्छ, त्यसैगरी 10 मा 3 जोड्दाखेरि 13 हुन्छ, 15 मा 3 जोड्दाखेरि 18 हुन्छ, 20 मा 3 जोड्दाखेरि 23 हुन्छ, 25 मा 3 जोड्दाखेरि 28 हुन्छ, 30 मा 3 जोड्दाखेरि 33 हुन्छ, त्यसैगरी 35 मा 3 जोड्दाखेरि 38 हुन्छ। भनेपछि यो सेट एन त्यसै बन्यो। त्यसपछि अर्को भनेको हाम्रो अब ख नम्बरमा बी नम्बरमा के छ त सेट पी इज फर्मड बाई मल्टिप्लाइङ इच एलिमेन्ट अफ सेट एम बाई 2 भनेको छ है। सबैलाई सेट ए को सेट एम को सम्पूर्ण इलिमेन्ट्सलाई 2 ले मल्टिप्लाई गर्दै जाँदाखेरि जुन जुन इलिमेन्ट्सहरू आउँछ त्यो चाहिँ हाम्रो के हुन्छ त सेट पी बन्छ भनेको छ है। त्यसो भए त्यही अनुसार गरौँ 6 को बी मा एम भनेको 5 10 15 20 25 30 अनि 35 सम्म छ हैन। तिनीहरूलाई सबैलाई 2 ले मल्टिप्लाई गर्दाखेरि 5 2 जा 10 हुन्छ, त्यसैगरी 10 2 जा 20 हुन्छ, 15 2 जा 30 हुन्छ, 22 2 जा 40 हुन्छ, त्यसैगरी 25 2 जा 50 हुन्छ, 30 2 जा 60 हुन्छ, त्यसैगरी 35 2 जा 70 हुन्छ हैन। यसरी चाहिँ हामी पी को सेट पी को एलिमेन्ट्सलाई पनि लेखिदिन्छौँ। त्यसपछि अर्को भनेको चाहिँ हाम्रो के छ त भन्दाखेरि सी नम्बरमा सेट ओ अथवा क्यू भनेर लेखेको छ। यहाँ चाहिँ ओ लेख्नुपर्ने हो किनभने यहाँ चाहिँ हाम्रो ओड नम्बर बनाएको छ। सेट ओ इज फर्मड बाई कलेक्टिङ अल ओड नम्बर अफ सेट एम भनेको छ। सेट एमको सम्पूर्ण बिजोड सङ्ख्याहरूबाट चाहिँ के बन्ने भयो त समूह ओ बन्ने भयो। भनेपछि हामी त्यही अनुसार लेख्नु पर्यो। सी नम्बरमा 6 को सी नम्बरमा बिजोड सङ्ख्याहरू मात्र 5 10 परेन, 15 पर्यो, 20 परेन, 25 पर्यो, 30 परेन, 35 पर्यो। यसरी चाहिँ हामीले लेख्नु पर्यो। त्यसपछि अब हेर्छौँ डी नम्बरमा है। डी नम्बरमा के भनेको छ त सेट आर इज फर्मड बाई कलेक्टिङ द मल्टिपल्स अफ मल्टिपल्स अफ 10 फ्रम सेट एम भनेको छ। अब यहाँ चाहिँ हामीले के गर्नु पर्यो त भन्दाखेरि डी नम्बरमा चाहिँ हामीले अपवर्तीयहरू पत्ता लगाउनु 10 को अपवर्तीयहरू है। यममा भएको समूह यमभित्र सेट एमभित्र रहेको त्यो सदस्यहरू जुन 10 को पनि अपवर्ती हुनु पर्यो भनेपछि 10 × 10 10 × 20 10 × 30 लेख्नुपर्ने भयो यहाँ हैन त। यहाँ चाहिँ हामीले यसरी आर बराबर 10 × 10 10 × 20 10 × 30 यसरी लेख्नुपर्ने भयो। त्यसपछि ग नम्बरमा चाहिँ हाम्रो युनिभर्सल सेट क्रिएट गर्ने कुरा छ। राइट द युनिभर्सल सेट अफ द सेट्स गिभन
एबोभ भनेको चाहिँ माथि दिएको समूहहरूको युनिभर्सल सेट बनाउनु पर्यो। युनिभर्सल सेटको लागि चाहिँ हामीले यहाँ यसरी बनाएको छौँ। सुरुमा चाहिँ मैले यहाँ यसरी यस्तो तरिकाले बनाएको थिएँ, तर यहाँ केही कुरा छुटेको रहेछ कि यहाँ 5, 10, 15, 20, 25, 30 अनि 30, 40, 50, 60। यसपछि यहाँ के लाग्यो त भन्दाखेरि यो 3 एड गरेको पनि छ नि त होइन, 3 जोडेर बनाएको एउटा उपसमूह एउटा समूह पनि थियो नि त। त्यही भएर 5, 8, 10, 13, 15, 18, 20, 23, 25, 28, 30 होइन, 33, 35, 38, त्यसपछि चाहिँ अब 35सम्म मात्रै 38सम्म मात्रै छ नि त। त्यसपछि चाहिँ यो 2ले मल्टिप्लाई गर्दाखेरि बनेकोहरू एउटा 40, 50, 60, 70 यसरी चाहिँ हाम्रो यो युनिभर्सल सेट बन्छ है। त्यसपछि अब यसमा हाम्रो ओभरल्यापिङ सेट्स र डिसजोइन्ट सेट्स पत्ता लगाउनु पर्ने छ। ओभरल्यापिङ सेट्समा चाहिँ यम र पी मात्रै आएको छ। यम र पी मात्र कसरी त भन्दाखेरि यहाँ यमको सदस्यहरू यो 5 देखि 40 भन्दा साना 5को अपवर्तीयहरू। त्यसपछि पीको सदस्य भनेको सबै यो माथिको सदस्यहरूले 2ले मल्टिप्लाई गर्दाखेरि बन्ने सदस्यहरू यहाँ 10 छ 10 छ होइन, 20 छ 20 छ, 30 छ 30 छ, 40 छैन 40 छ 40 छैन, 5 छ 5 छैन भनेपछि यो ओभरल्यापिङ सेट भयो। त्यसपछि अर्को चाहिँ त्यसो छैन कि, जस्तो पीको कुरा गर्ने हो भने होइन, यहाँ चाहिँ उपसमूह बरु सबसेट्स चाहिँ बन्छ, ओभरल्यापिङ सेट्स चाहिँ बन्ने अवस्था छैन रहेछ। त्यही भएर हामीले चाहिँ यहाँ ओभरल्यापिङ सेट्समा चाहिँ एउटा मात्र लेखेको। त्यसै गरी डिसजोइन्ट सेट्समा चाहिँ हाम्रो यम र यन पनि डिसजोइन्ट सेट नै छ। त्यसै गरी यन र पी पनि डिसजोइन्ट सेट नै छ। यन र ओ पनि डिसजोइन्ट सेट नै छ। यन र आर पनि डिसजोइन्ट सेट नै छ। अब कसरी भन्ने कुरा चाहिँ अब तपाईँ आफैले पत्ता लगाउनु होला। यो कारणले चाहिँ यो अलगिएको समूह बनेको रहेछ भनेर। आजको लागि यति नै गर्छु। यो नेपाली र इङ्ग्लिस दुवै माध्यमबाट एकै पटक भिडियो बनाउँदाखेरि कस्तो खालको हुने रहेछ प्रतिक्रिया दिनु होला। यदि मात्र इङ्ग्लिस मिडियममा चाहिन्छ भने त्यही अनुसारको भिडियो पनि बनाउनु पऱ्यो, अथवा मात्र नेपाली मिडियममा चाहिन्छ भने त्यही अनुसारको भिडियो पनि बनाउनु पऱ्यो। हस् त, धन्यवाद।